के छ बुढी के छ तिम्रो केपी बा त उत्तानो परिहाल्यो सूर्य त उत्तानो पर्यो सूर्य चुनाव भएपछि घामै लाग्दैन उत्तानै परेछन् सूर्य पनि के छ हो सोच अब के उतार्नु पर्ने 5 वर्षको विकास हुन्छ कि भनेर हामीले एउटा एकचोटिलाई चान्स दिएको हाम्रो लागि त तपाईको लागि चान्स हो चान्स बुझ्नु घन्टीको चान्स भन्ने कुरा नगर जन्मजातै सूर्य थियो घन्टीलाई डान्स गर्न जाने भने मात्रै हुन्छ नि डान्स हैन त्यो केपी ओलीले भन्दा त राम्रै बनाउँछ पहिलाका बुढा पार्टीले भन्दा त राम्रै गर्छन् जे गर्छन् राम्रै गर्छन् भ्रष्टाचार गरेर घरभरि पैसा त कुम्ल्याउन्न नि अहिले त जबरजस्ती घन्टीमा भोट हाल्न लगाउनमा अब 5 वर्षपछि हेर्दै के गर्दा रहेछन् ओलीबा उत्तानो परे नेपाली कांग्रेस रुखैबाट लड्यो अब तपाईहरुको पार्टीले गरेन भने हाम्रो फेरि फर्केर जन्मजातै सुरु भएकोलाई त गाह्रो छ मन दुखाखन मन